आमाको छोरी भयो भने यस्तो काम गर्नुपर्छ। आजको मौसम चाहिँ वेलकम ब्याक छ हजुरहरूलाई फेरि न्यू भिडियोमा। कसको बनाउनु भिडियो? अरू भन के हो रसी उहाँदेखि यहाँसम्म छ। आजको मौसम चाहिँ करिब कति बजे छ अहिले भनेपछि 5:50 जस्तो भयो होला हौ। पानी पर्नु आँटेको छ। दिनभरि चाहिँ घाम लागेको थियो, अहिले चाहिँ यस्तो भएको छ। हाम्रो आन्टी नुहाइसक्नु भएको छ। हेलो आन्टी। गाईहरूले परल खानु हुँदैछ। अँधेरो अँधेरो भएको छ। परल खानु भएको दिदी? उता अनि दिदीको छोराले पनि परल खानु हुँदैछ। यता हाम्रो निर्मला दिदीले चाहिँ लुगा सुकाएको उठाउनु हुँदैछ, पानी पर्नु आँटेको छ भनेर। ए चरा पनि उडिरहेको छ हावामा। तामाङको छोरी भयो भने यस्तो काम गर्नुपर्छ। यता हेर त कति राम्रो सुहाएको छ भिडियोमा। ओ माई गॉड पानी आयो। तामाङको छोरीको हालत जाँड बनाउनु पर्छ। यता दाजु आउनुभयो फुटबल खेलेर। कति नराम्रो लागेको छ होला, दुःख लाग्छ मलाई हेर्नुलाई यस्तो कष्ट गरेको। मिठो हुन्छ कि हुँदैन लु भन पहिले। मिठो हुन्छ कि हुँदैन? तिमीले बनाएको त कहाँ मिठो हुन्छ? कतिवटा हालेको लु भन त दबाई। त्यसो भए आज मिठो हुँदैन। खासै ताल चाहिँ म चाख्छु ल। हुन्छ कति दिनमा हुन्छ? 3 दिन 4 दिन। यो मलिसकेपछि उयो भाँडामा हालेर छोपेर राख्नु पर्छ नि। ल करेन्ट पनि गयो। अब लाइट आउँदैन, अब करेन्ट आउँदैन। ल देखाइदिन्छु ल। भिडियो बनाएको छैन त्यो कारण मोबाइल देखाएको। झिँगा झिँगा अहिले चाहिँ हामी गाई खोज्नु जाँदैछौँ। गाईको मालिक 5-6 दिन भएर नै आएको घरमा। अनि यता हेर्नु सक्नुहुन्छ हावाले पुरा गसहरू हल्लाइरहेको छ। सिपाहीको माथि बतासेकोमा बेग बोकेको छ, टाढेर बेग बोकेको छ होइन? बुझिनँ मैले। होइन सिपाही बोकेको मान्छे टाढेर बेग बोकेर पछाडि कुदाएको। मोटरसाइकल कुदाएर पछाडि टाढेर बेग बोकेको छ। खोइ कहाँ? अघि आएको थियो होइन? सिपाहीको माथि कुन कताको? अघि दिउँसो आएको थियो। टाढेरमा बेग कालो बेग अनि बतासे खान्थ्यो। गाई गयो गोरु गयो। अर्को बाख्रा थियो। के भनौँ खोज्नु चाहिँ कहाँ खोज्नु? यही बाटोमा त हिँडिरहेको छौँ। कहाँ भेटिन्छ थाहा छैन अहिले। न भेटिन्छ न भेटिँदैन। त्यो उपर भगवान्को उपर छोडिदिएको कि भेटे पनि खुस नभेटे पनि खुस। त्यो पनि अब यसो खोजेको जस्तो चाहिँ गरिदिएको। यहाँ 3 आली आइसकेको छ। हावा पानी यस्तो आइरहेको छ। हावा चाहिँ आएको छ, पानी चाहिँ आएको छैन। आउनु चाहिँ गाई खोज्दा अँधेरो भइसक्यो। त्यही पनि गाई भेटिनँ मैले। के देख्दैन। 1 2 3 क्या हो गाईको मालिक यता चाहिँ हाम्रो निर्मला दिदीले पुरा चाय पकाइराख्नु भएको छ मामको लागि।
गयो भनेर हेरेकोलाई के ठिक ए गाइस आजको भिडियो चाहिँ यति नै भेटौँला नेक्स्ट भिडियोमा के लाग्यो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि फलो गरिदिनु होला फेसबुकमा युट्युबमा हेर्दैन हुन्छ भने सब्सक्राइब गरिदिनु होला बाई 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 भन बाई बाई